गाइज आज धेरै समयपछि आज मैले भ्लग बनाउन लागिरहेको छु फेरि है। अहिले चाहिँ हामी यहाँ रेडियो मर्सिङमा छु। हामी चाहिँ खासु जानु लाग्यो। मिना दिदी, म बसन्त दिदी सानो रिपोर्टिङको कामले। बाटोको पनि देखाउँछ है म तपाईँहरूलाई बाटो कस्तो छ खासु गाउँको चाहिँ। यति बेला चाहिँ हामी रेडियोको बाहिर चाहिँ अटोको वेटिङमा छौँ। यहाँ कुरिरहेका छौँ अटोलाई होइन। अनि साइडमा मिना दिदी अनि म अटोलाई कुर्दै अटो चाहिँ बसन्त दिदी लिन जानुभएको छ। अनि यसो लक्ष्मीले चाहिँ के भन्दैछ है। अनि लक्ष्मीको आमाले चाहिँ घले गाउँबाट हामीलाई काफल माफ गर्नु होला, काफल भन्न आएछु आइसिएलु पठाइदिनु भएको छ अरे। अनि आइसिएलु पनि बसन्त दिदीले ल्याउँदै हुनुहुन्छ। अनि हामी त्यो आइसिएलु खाएर चाहिँ खासु गाउँ जाने भनेर वेटिङमा छु। यो जुन बाटो चाहिँ मैले तपाईँलाई देखाएको छु यो चाहिँ हाम्रो रेडियो अगाडिको तलमाथि हिँड्ने बाटो है। लक्ष्मीलाई हेर्दै चुइगम चपाउँदै पुरा स्माइल दिँदै है आफ्नो कुराहरू भन्दैछ। मैले उसलाई चाहिँ भिडियोमा कैद गर्यो भनेर अलिकति लजाउँदै पनि छ है। अनि मिना दिदी हेर्नु न फेरि त्यसरी स्माइल दिँदै पुरै है एक्सनमा। अनि अटो चाहिँ फाइनल्ली आइपुग्यो। अनि अटो आइसक्यो। अटोमा बस्नु त दिदी अनि रेशमले अटो चलाएको छ। अनि अब काफल पनि कति काफल मात्रै बनाओस् हो मलाई त है। यो चाहिँ आइसिएलु है लक्ष्मी घलेको आमाले चाहिँ घलेगाउँबाट पठाइदिनु भएको। मैले अघि नै पनि भनिसकेँ तपाईँलाई। अब हामी चाहिँ यो चिसो चिसो गाउँको अर्ग्यानिक काफल खाएर चाहिँ हामी खासुतर्फ लाग्छौँ। दिदीको स्माइल चाहिँ एकदम मिठो छ है। फेरि बसन्त दिदीको स्माइल तपाईँले हेर्न सक्नुहुन्छ है। काफल हेर्नुहोस् त कति मिठो देखेको। आहा ल अब मुखै रसाइसक्यो। मिना दिदीले रेशमलाई दिँदैछ है। रेशमले फर्स्ट बाइट हानिसक्यो। अब यहाँ मिना दिदीले मलाई दिँदै हुनुहुन्छ। मैले पनि हेर्नुहोस् त काफल आहा कति रसिलो कति मिठो है। तपाईँहरू पनि यसरी आइसिएलु खाने मन छ भने चाहिँ तपाईँहरू आइसिएलु खानको लागि घले गाउँ जान सक्नुहुन्छ। अथवा कुनै यता वरिपरि विश्वको कुनै पनि गाउँमा गएर आइसिएलु खान सक्नुहुन्छ। र आइसिएलु खाएर हामी चाहिँ अघि बढ्यौँ कासुर गाउँ जानको लागि। हेर्न सक्नुहुन्छ हामी तिनजना। बसन्त दिदी एकदम फिस्टी, मिना दिदी ठिकै, म चाहिँ भैँसी टक्क कुराकानी गर्दै हामी जाँदैछौँ क्याम्पस रोडको बाटो। अब हामी यो क्याम्पस रोडको बाटो हुँदै यसरी प्रशासन चोकतिर लाग्दैछौँ। यहाँ चाहिँ अहिले हामी न्यू इरा स्कुल जाने बाटोनिर आइपुगेका छौँ। अब यसरी नै हामी बिस्तारै प्रशासन चोकतिर आइपुगेँ। अब यताबाट लेफ्ट टर्निङ लिएर हामी प्रदेश अस्पताल हुँदै यसरी तल तल गयौँ। यो चाहिँ अक्कर भन्ने ठाउँ हो है। यो बेसी सहर 10 नै पर्छ अक्कर बाजाखेत। अब यहाँबाट हेर्नुहोस् है हेर्न सक्नुहुन्छ अटोहरू हिँडिरहेको छ है। तपाईँले हेर्न सक्नुहुन्छ। र यसरी नै यसरी अफरोड हुँदै हामी अब कासुर गाउँतिर बिस्तारै जाँदैछौँ। यो देख्न सक्नुहुन्छ ढलान। यो ढलान चाहिँ थोरै मात्र खासै धेरै छैन। त्यहाँबाट माथि चाहिँ अन्त्य गाउँ जाने बाटो हो है। त्यो चाहिँ हामी यसरी यस्तै अफरोड हुँदै खासुर गाउँ जाँदैछौँ। खासुर गाउँ चाहिँ एउटा नमुना गाउँ हो है। के छ भने चाहिँ यहाँ चाहिँ यो खासुर गाउँको पुरानो बाटो हो है। भत्किएको थियो यो पुल पहिला आर्मीहरूले बनाएको थियो। यो पछि नगरपालिकाले चाहिँ 10 लाख रुपियाँ बजेट विनियोजित गरेर यो पुल बनाएको भन्ने कुरा छ है। अनि यो चाहिँ खासुरको बेसी हो यो चाहिँ है। अनि खासुर गाउँ चाहिँ एउटा होमस्टे छ महिला दिदीबहिनीहरूले चाहिँ चलाएको है। जहाँ चाहिँ अविवाहित महिला दिदीबहिनीहरू जो चाहिँ विवाह नगरिकन बस्नुभएको छ आफ्नो इच्छाले आफ्नो रहरले चाहिँ सानो एउटा कटेज पनि सञ्चालन गर्नुभएको छ। उहाँहरूले होमस्टेमा नै सञ्चालन गर्नुभएको छ कटेज। उहाँ चाहिँ आलै पालो गरेर चाहिँ त्यो कटेजमा बस्नुहुन्छ। देख्न सक्नुहुन्छ यो बाटो उतापट्टिको बाटो चाहिँ पाङ्री क्यु खाँचे यस्तै गाउँहरू छ। यतापट्टि मलाई खासै नामहरू याद भएन। त्यतै गाउँहरू जाने हो। र यहाँ माथि हामी उक्लिँदैछौँ खासुरको बाटो। फाइनली हामी खासुर गाउँ प्रवेश गरिसकेका छौँ। यति बेला चाहिँ देख्न सक्नुहुन्छ खासुर गाउँबाट यी पारीको दृश्यहरू। फाइनल्ली खासुर गाउँ आइपुग्यौँ हामी है। खासुर गाउँको गुम्बा। अनि अटोले चाहिँ हामीलाई यहाँ वेट गर्दैछ। अब हाम्रो आफ्नै अटो। गाइज हामी चाहिँ अब फाइनल्ली गुम्बाबाट गाउँतिर जाँदैछौँ है। हेर्न सक्नुहुन्छ कति शीतल हावा चिसो गाउँको अर्ग्यानिक हावा आइरहेको छ। कति आनन्द छ। के गर्नु है हामी त बाध्यताले सहरमा बसिरहेका छौँ। सहरको धुलो धुवामा बसिरहेका छौँ। आफ्नो गाउँ यस्तो राम्रो छ आफ्नो गाउँ ठाउँ है। तैपनि हामी आफ्नो गाउँ ठाउँलाई छोडेर
सहर बजारतिर जाने गर्छौँ है। अब गाउँठाउँमा भएको मान्छे त गाउँमै बसे पनि हुने हो है, गाउँ छोडेर जान्छ। तर हाम्रो त बाध्यता छ है, मेरो आमा बुवा नै पहिल्यैबाट नै सहर बसेको कारणले गर्दा हामी त्यहीँ जन्म्यौँ, त्यहीँ हुर्क्यौँ, त्यहीँ बस्न बाध्य भयौँ है। तर तपाईँहरू यदि गाउँमै बस्नुभएको छ भने चाहिँ यति राम्रो गाउँलाई चाहिँ, आफ्नो गाउँलाई, प्यारो गाउँलाई छोडेर कहिले पनि सहर बजार नजानु होला भन्न चाहन्छु म चाहिँ है। हेर्नु न, एक गाउँ घर यस्तो छ अवस्था है, गाउँ छोडेर गएको अवस्था है। घरलाई नै छोडेर गइसकेपछि घरको अवस्था यस्तो छ, देख्न सक्नुहुन्छ। बसन्त दिदी र रेशम तल झर्दैछ, हामी गाउँतिर जाँदैछौँ। बिस्तारै बिस्तारै देख्न सक्नुहुन्छ। हेर्नुहोस् है, गाउँ निकै राम्रो छ, नमुना गाउँ खासु। हेर्नुहोस् घरहरू पनि राम्रो राम्रो घर छ है। एक दुईवटा घरमा चाहिँ मान्छे नरहेछ, गाउँ छोडेर गइसक्नु भएको छ उहाँहरू चाहिँ, देख्न सक्नुहुन्छ। यो घरमा पनि मान्छे छ, अहिले उहाँहरू बाहिर कतै जानुभएको रहेछ काम गर्नको लागि। गाउँहरू बिस्तारै बिस्तारै हेर्नु होला, म थोरै थोरै भए पनि गाउँमा देखाउँछु। र फाइनली होमस्टे हेर्न सक्नुहुन्छ, यस्तो सफा, यस्तो छ। एकछिन यतै बस्नु हुन्छ ल, हामी आइपुग्यो। दिदी नमस्कार। हाम्रो गाउँ यो, तिमीलाई चिनिन्छ रे आज। अब पनि हामी यहाँ होमस्टेको दिदीहरूसँग कुरा गर्न गइरहेका छौँ है। दिदीहरूको कुरा पनि हामी सुनौँ है, त्यो दिदीहरूले के भन्नुहुन्छ, उहाँहरूको गफ हामी कुराकानी गरौँ, थोरै सुनौँ है त हामी पनि दिदीहरूको कुरा। राम्रो नि गरे कि हाम्रो हामीले अहिले यो बजाइदिएर गाउने हराइदियो। स्वर नै हरायो, कला मर्यो नि हैन। जति बोल्यो त्यति बोल्ने, जति गायो त्यति गाउने, जति नाच्यो उति जान्ने कुरो हो नि त। अब नाच्दै नाचेर गाउँदै नगाएपछि कहाँ आउँछ त? आउँछ त? आउँदैन नि त। त्यही भएर यो 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 म्युजिक सिस्टमले योले नि बिगारेको कि कहिले कहिले पाहुना आउँछ, मादलले भन्छ गीत गाम म त गीत पटक्कै आउँछ किन्नु नगाउने, हामी त आउँदैन भन्छ। होइन आएन नाच्यो भने हजुर हामीलाई आउँदैन, गीतै आउँदैन है। हामी त अर्को पल्लोमा त गायक लिएर आउँछ, खै गीतै नगाउने, त्यस्तो होमस्टेमा आएर नि त्यस्तो दोहोरी गीत गाउने नि नआउने भन्छ। हामी के गर्ने त हजुर, अर्को पल्लोमा चाहिँ तपाईँले गाउनु पर्दैन, हामी तयारी गरेर गाउँछु भन्छ। अनि त्यस्तो त भन्नै पर्छ, टार्नु त पर्यो नि त। अहिले हजुर, तपाईँहरूले सुनिहाल्नुभयो दिदीहरूको कति मिठो गफ है। मादल बजाउन, गीत गाउन बिर्सिनुभयो अरे उहाँहरूले। म्युजिक सिस्टम बजाउन थालेपछि तपाईँहरूले थाहा पाइहाल्नुभयो है। हाम्रो यो के अरे बढ्दो प्रविधिहरूले गर्दाखेरि पनि, यो जति पनि प्रविधिहरू नयाँ नयाँ प्रविधि आइरहेको छ, यो प्रविधिले गर्दाखेरि पनि अब जस्तै उहाँ दिदीहरूले भनिसक्नुभयो, हरेक कुराको परिवर्तन हुने रहेछ कि। उहाँले म्युजिक सिस्टममा नाच्न थाल्नुभयो होइन, त्यस कारणले गर्दा उहाँहरूले मादल बजाउन बिर्सिनुभयो, नाच्न बिर्सिनुभयो, गाउन बिर्सिनुभयो होइन। अब होमस्टे सञ्चालन गरेर बस्नुभएको छ, गाउन नाच्न त जान्न पर्यो, तर उहाँहरूले हामीले बिर्सिए म्युजिक सिस्टमले गर्दाखेरि भनेर भन्नुभएको छ। उहाँहरूको कुरा पनि ठिकै हो है, हामीले बुझ्नुपर्छ, उहाँहरूको कुरालाई पनि मनन गर्नुपर्छ। अब म रिक्वेस्ट गर्छु कि जति पनि साथीभाइहरू तपाईँहरू जानुहुन्छ होमस्टेमा, यो खासुर गाउँ होमस्टेमा, तपाईँहरू त्यहाँ गएर चाहिँ मनोरञ्जन गर्दाखेरि चाहिँ गीत गाएर भन्दा पनि अब त्यही म्युजिक सिस्टमलाई नै प्रयोग गरेर चाहिँ मनोरञ्जन गर्नु होला भनेर भन्न चाहन्छु है त। ल, हामी चाहिँ अब रेसर फर्किन लाग्यो, हाम्रो चाहिँ काम भ्यायो होइन। अब रेसमलाई पनि मजाले कुराएँ हामीले। अब चाहिँ हामी त्यो उकालो चढ्दैछ गुम्बातिर जानको लागि। रेसम यता हेरौँ न, यता कस्तो लागिरहेको छ नि आज खासु डह्रो खुरेर। जति रिसायो नि त्यही हो, अब हामी हात्ती दिनेवाला छैनौँ। हामी गाउँ छोडेर जाँदैछौँ, हामी अब फर्किँदैछौँ है। चस्माले अलिक गर्मी भइरहेको छ, बुझाउन यसरी जाँदैछौँ हामी। अब चाहिँ हामी बेसी फर्किन लाग्यो। अटो चाहिँ यहाँ बिचरा एक्लै रुँदै बसिरहेको रहेछ। अब रुमाल पनि ल्याएन अटोको आँसु पुछ्दिनलाई। ल गाइस, फाइनल्ली हामी फेरि खासु गाउँबाट फर्किएर यहाँ अक्करमा यहाँ मर्सङ्गीको पोलनिर आइपुगेँ है। अब भने तपाईँ सम्पूर्णलाई चाहिँ मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु, मेरो भिडियोहरू लाइक गरिदिनु भनेर भन्न चाहन्छु म। र हेरिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैलाई धन्यवाद।